रासोपा सांसद एकपछि अर्को विवादमा पार्टीभित्र नैतिक दबाव बढ्यो असन्तुष्टि। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय आफ्नै सांसदहरूका गतिविधिहरूका कारण लगातार विवादमा तानिएको छ। जनताको पक्षमा खम्बा जस्तै भएर उदाएको पार्टी अहिले आफ्ना जनप्रतिनिधिकै व्यवहार, अभिव्यक्ति र व्यक्तिगत प्रकरणका कारण आलोचनाको केन्द्रमा परेको छ। पार्टी नेतृत्वले सांसदहरूलाई अनुशासनमा राख्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको छैन। केही सांसदको बोली, व्यवहार र विवादास्पद गतिविधिहरूले रासोपाको छविमाथि प्रश्न उठेको छ। मोरङ 2बाट निर्वाचित सांसद कृष्ण कुमार कार्कीमाथि एक नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप छ। पूर्व गृहमन्त्री सुधन गुरुङ व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धका कारण विवादमा परेपछि पदमुक्त भए। कैलाली 2का सांसद केपी खनाल पनि विवादबाट मुक्त छैनन्। संसदमा च्याट जीपीटीको सहयोग लिएर धारणा राखेको भन्दै उनको बौद्धिक क्षमतामाथि समेत टिप्पणी भयो। बाँके 3का सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुखलाई घिसारेर सडकमा ल्याउने चेतावनी दिएपछि आलोचना खेप्नु पर्यो। रासोपाका केही सांसदका सार्वजनिक अभिव्यक्ति पनि पार्टीलाई असहज बनाइरहेका छन्। ओखलढुङ्गाका सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकले स्वागत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछिल्ला घटनाले रासोपाभित्र असन्तुष्टि बढ्दै गएको सङ्केत देखिएको छ। विशेष गरी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह निकट समूहबीच आन्तरिक प्रतिस्पर्धा बढिरहेको चर्चा राजनीतिकविदमा चलिरहेको छ। आगामी महाधिवेशनले पार्टीभित्रको विवाद समाधान गर्छ वा झन् गुटबन्दी बढाउँछ भन्ने चासो बढेको छ।